नमस्कार, म जनक साउ। सदा चाहिँ हामी फेसबुक, टिकटक र युट्युबबाट हामी आफ्नो पोस्टहरूलाई हामी प्रसारण गर्ने साथै निकै लामो समयदेखि हामी आफ्नो पेजमा विभिन्न ठाउँमा गएर त्यहाँको बारेमा अवलोकन गरेर त्यहाँको स्थानीय बासिन्दाहरूसँग र त्यहाँको भ्यूहरू, त्यहाँको पर्यटकीय क्षेत्रहरूलाई हामी निहारेर त्यहाँको अवलोकन गरेर हामी आफ्नो फेसबुक, टिकटक पेजबाट प्रसारण आज पनि हामी रानी झुला भन्ने यो नगरकोटको छेउमा रहेको रानी झुलाको आज हामी क्याफे नेपाली एसनको टिमसित हामी सबै स्टाफहरू यहाँ पिकनिकको लागि पिकनिक स्पोट त्यसै सन्दर्भमा हामी आज त्यो भन्दा नजिकै रहेको झरना तल हेर्न सक्नुहुन्छ, तल झरना पनि जान पाइयो। त्यसै गरी अहिले लामो पुलमा हामी सबै अहिले यहाँको भ्यूहरू लिनको लागि र यहाँको अवलोकन गर्नको लागि र हामीले फेरि माथि गएर पनि हामी माथिको अवलोकन गर्नेछौँ। यसरी नै हामी सदा यसरी नै हामीले विभिन्न ठाउँहरूमा गएर अवलोकन गर्ने गरेका छौँ र हजुरहरू पनि तपाईँहरूले पिकनिक स्पोट नजिक राम्रो रहेको छ। त्यसै गरी यो झोलुङ्गे पुल पिकनिक तल झरनाहरू छ, रमणीय ठाउँ छ, यहाँ राम्रो व्यवस्थित गरिएको छ र हजुरहरू पनि पिकनिकको लागि कुनै बेला समयहरूमा मिलाएर आउन सक्नुहुन्छ भने यहाँको लागि तपाईँहरूलाई धेरै राम्रो हुन्छ, धेरै राम्रो भ्यू पाउनुहुन्छ र फ्रेस सुन्नलाई तपाईँहरूले यो ठाउँमा आउन सक्नुहुन्छ। धन्यवाद, नमस्कार।